हेलो दर्शक वृन्दहरु नमस्कार, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी बाटो बनाउन आछौँ यतातिर। यो शारदा नगरपालिका 15 को बरलादेखि मुखला जोड्ने बाटो हो। त्यो हिजो आएको पानीले बाटो बिगारेको छ, चिरा पारेको छ। अनि यो खोलो आएर खोलोभरि सबै यो बाटोतिर पसेछ। अनि हामी यो खोलो भल्काट्न लागिरहेछौँ। यतातिर बाटो हेर्न सक्नुहुन्छ कस्तो बनाएको छ। बाइकै हिँड्दैन भने गाडी चाहिँ के हेल्न हैन। त्यही भएर आज यसको मर्मत गर्न आइरहेका छौँ। अनि यहाँको वडा अध्यक्ष हाम्रो लोकमान बुढाथोकी हुनुहुन्छ। सबै जिम्मेवारी उहाँलाई मात्रै दिएर हुँदैन। हामीहरू जनताले पनि उहाँलाई मद्दत गर्नुपर्छ भन्ने एउटा धारणा बोकेर आज हामी दाजुभाइ यो बाटोको मर्मत गर्न आइरहेका छौँ, देख्न सक्नुहुन्छ। अनि अब यता काम गर्नेछौँ। तपाईहरुले यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हामी भने यतातिर अब काम गर्नेछौँ है त। अलि चाख्ले खान, त्यहाँबाट चाख्लो खान, त्यो ढुङ्गो गयो भने ढुङ्गो फालौँला, नत्र त्यतै साइड माथिबाटै बनाइदिउँ। बाटो बिग्रेर साह्रै तनाव गरायो। ढुङ्गो छ हाँस्न, माथिबाट यसलाई फर्काउनु पाए हुन्थ्यो नि। हो र साइडतिर कोट्याएर गयो भने गयो, नत्र छोडिदिउँ। यो ढुङ्गोलाई हटाउन पाए चाहिँ गाइज अलिकति राम्रो हुन्थ्यो। यो ढुङ्गोलाई हटाएर त्यो साइडतिर अलि छेउतिर लगाइदिउँ भनेको अम्किरहेको छैन यार। बाटो मर्मतको काम चलिरहेछ। यहाँनिर खासमा एउटा होम पाइपको चाहिँ जरुरत थियो। अब होम पाइपको लागि पहल गर्नुपर्छ हाम्रो वडा अध्यक्षज्यूसँग। देख्न सक्नुहुन्छ दर्शक वृन्दहरु यो बाटोको अवस्था कस्तो छ भनेर। हेर्नुस्, हिजो आकाशबाट आएको पानीले बिगारेको बाटो एकदमै चिरा पारेको छ। हिजोदेखि यो बाटोमा बाइकलाई पनि एकदमै गाह्रो भइरहेको थियो हिँड्न। ल गाइज, फाइनली बाटो मर्मत भइसकेको छ। बाइक मात्रै हैन, अब गाडी गुड्ने भइसकेको छ। ल गाइज, अब यो भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। जाँदा के भन्न चाहन्छु भने तपाईहरुको नजिकै पर्ने सडक बाटो यो शारदा नगरपालिका 15 बरलादेखि मुखला जोड्ने बाटो कुनै ठाउँमा बिग्रेको छ भने तपाईहरुको घर नजिकै पर्ने बाटो मर्मत गरिदिनु होला भन्न चाहन्छु है त। धन्यवाद।